हामी चाहिँ विस्तृत मेला हेर्न जाँदैछौँ। तपाईहरुलाई म अहिले मेला भएको ठाउँसम्म म पुर्याउने नै छु। भिडियो चाहिँ अन्त्यसम्म हेरेर साथ दिनु होला है साथीहरु। भिडियो चाहिँ एकदम मजेदार हुनेवाला छ। प्रकृतिको सौन्दर्य हेर्दै अगाडि हामी बढ्नै छौँ। देख्न सक्नुहुन्छ हराभरा जंगल पनि छ र हिँड्नलाई कष्ट पनि छ। धेरै लामो छ बाटो। जुन देख्नु भएको छ त्यो पहाड, अहिले हामी त्यही पुग्ने छौँ। त्यही मुनि चाहिँ नि मेला हुँदैछ। त्यसैले अन्त्यसम्म हेरेर साथ दिनु है त। हामी जो मेला लाग्ने ठाउँको अलि नजिक आइपुगेको छौँ है। देख्न सक्नुहुन्छ हामी यो गाउँ आइपुगेछौँ। यसलाई भन्छ चौकी डाँडा। बाटो चाहिँ दुईटा छ हैन, उताबाट नि आउँछ यताबाट नि जान्छ। ठ्याक्कै त्यो चुचुरोको ठ्याक्कै फेदीमा चाहिँ मेला लागेको छ है गाइस। भिडियो हेरेर अन्त्यसम्म साथ दिनु होला, फलो पनि गर्नु होला है मेरो यो। फाइनल गाइस हामी चाहिँ यो रोडमा आइसकेका छौँ। हामी मेन रोडमा देख्नुहुन्छ आइपुग्नु लाग्यो सर। हैन वहीँसम्म पुग्छ नि, वहीँसम्म पुग्छ कि अलि उतै राख्ने नि बरु, टाढै छ अलि यहाँबाट हिँड्न त। हजुर ल फाइनली गाइस है, उहाँहरू चाहिँ टाढादेखि आउनुभएको छ मेला हेर्नको लागि। देख्नुहुन्छ नि हैन, एकदम राम्रो छ कि यो बाटो पनि। अब आइपुग्नु लाग्यो करिब देख्न सक्नुहुन्छ हैन, ठुलो गाडीहरू पनि आउँछ प्लिज। आज थुप्रै गाडीहरू चाहिँ आइरहेको छ है। सर म अगाडि बढ्दैछु, तपाईँहरूले हेर्नु सक्नुहुन्छ म मेलामा पुग्न लागेको छु है। अब अगाडि आइपुग्न लागेको छ। अत्यन्तै भिडभाड चाहिँ सुरु भइसकेको छ, देख्न सक्नुहुन्छ। उकालोमा गाडी अलि तानिरहेको छैन है, देख्न सक्नुहुन्छ है। त्यो खोजमा है अब आइपुग्नु लाग्यो। अनि युट्युब कसको छ? युट्युब कसको छ? मेरो छ। शङ्करलाई के हो भन्नु म। सबै